हेलो साथीहरु वेलकम छ मेरो मिनी भ्लगमा। आजको मेरो मिनी भ्लग सुरु हुन्छ घरको कामबाट। म लिभिङ रुम सफा गर्दै छु। यहाँ चाहिँ हामी झुलमा सुत्छौं नि त राति, अनि यो झुलहरु चाहिँ पट्टाएर राख्नु पर्छ के। अनि यस्तो कुनामा राख्छ के, मैले चाहिँ कर्नरमा, नत्र भने यस्तो फ्या भएर या त पुरा अडिदैन भनेको। अनि म चाहिँ बेडसिट मिलाउनको लागि आए आफ्नो रुममा है साथीहरु। अब बेडसिटहरु चेन्ज गर्छु मैले। अनि पछि यति स्पिडमा काम गरेको जस्तो देखेको छ हैन भिडियोमा, तर मैले एडिट गरेको है साथीहरु। फेरि म यति स्पिडमा काम गरे भने त सारा संसार खुसी भइहाल्थ्यो होला है। तर म यति स्पिडमा काम गर्न सक्दिनँ, म अलिकति स्लो काम गर्छु हैन साथीहरु। बरु स्लो काम गर्ने अनि राम्रो काम गर्ने भन्छु मैले चाहिँ। अनि साथीहरु थाहा छ मैले मिनी भ्लग भर्खरै सुरु गरेको हो नि त। तपाईहरुले साथ सपोर्ट दिनुभयो भने म डेली बनाउने प्रयास गर्नेछु। मिनी भ्लग बनाउनु पनि साह्रो सजिलो रहेन रहेछ हौ साथीहरु, गाह्रै छ। यता एंगल मिलाएर क्यामेरा राख अनि काम गर्न सुरु गर, गाह्रो छ है साथीहरु, गाह्रो छ। त्यसकारण एउटा लाइक गरिदिँदा के पनि जाँदैन है साथीहरु। सबैजनाले एकअर्कालाई सपोर्ट गरौ, अगाडि बढौ, आफ्नो आफ्नो आइडी ग्रोथ गरौ है साथीहरु। आज नभए पनि 1-2 वर्षमा सबैजनाको राम्रो हुन्छ। सबैजनाको आइडी ग्रोथ भयो भने सबैजनालाई नै हेल्पफुल हुन्छ है साथीहरु, अनि बेनिफिट पनि हुन्छ। अनि म यसै गर्दै अब झाडु पनि लगाए है। अब यसमा पोछा पनि लगाउँछु के, पुज्छु के म भुइँ है। अब हेर्नु साथीहरु, टुई गरेर त काम गर्नै पर्यो है। अब कपडा पनि धुनु छ नि त, कपडा सबै भिजाइदिन्छु म। अनि त्यसपछि साथीहरु हेर्नु है, अब कपडा पनि साह्रो थिएन रे, धेरै थियो हौ साथीहरु मेरो त कपडा। अनि त्यसपछि म गएँ कद्दुलाई काट्न, कद्दु ल्याएको थिएँ नि त आज। अनि मलाई कस्तो खानु मन लागिरहेको थियो कि, अनि कद्दु चाहिँ म छिटो काट्छु भने सोचेको भएन है साथीहरु। त्यसपछि मेरो मम्मीले उतादेखि आवाज दिनुभयो, मैले खाना पकाइसकेँ भनेर। ओ म त फ्रिजमा राखेँ अब कद्दु। त्यसपछि खाना पाकिसकेको थियो अनि म लागि टमाटरको चटनी बनाउन साथीहरु। अनि यस्तो अब हल्का आगोमा बस्यो भने यस्तो गर्मी भइहाल्छ कि, अलिक धेरै गर्मी छ नि त, पानी नि परेको छैन के साथीहरु। हाम्रो त रोपाई सुरु हुने बेला भइसक्यो, तर पानी नपरेर हेर्नु न साथीहरु। यसै मान्छेहरु त कति आतिरहेको छ, पानी पर्नु नि है अब त। अब म त टमाटरको चटनी बनाउन सुरु गरेँ। यो हाड नभएको जिब्रो नि लटपटी हाल्छ हौ साथीहरु, माफ गरिदिनु है यसमा है। अनि त्यसपछि साथीहरु अब भर्खर बोल्न सुरु गरेको नि त, हल्का हल्का मिस्टेक भइहाल्छ है साथीहरु। गल्तीमा मिस्टेक हुँदा चाहिँ हजुरले माफी दिनुपर्छ ल। अब हेर्नु न साथीहरु, म टुइ लाएर यसो चटनी पिस्दिहालेँ साथीहरु है। चटनी नि बनिसक्यो साथीहरु। अब म गएँ कपडा धुनको लागि, भिजाएको थियो नि त। अनि त्यसपछि म कपडा धोइसकेँ, अब सुकाउन जाँदैछु हेर्नु साथीहरु। म रेलिङमा सुकाएको छु, यसमा कमेन्ट नगर्नु ल। अब रेलिङमा माथि छतमा जाने हो भने यस्तो साह्रो गर्मी छ साथीहरु, सक्दिन। अनि उता हेरेर लुना टुइ नाचिरहेको। लुनाले चाहिँ फुटबल खेल्न साह्रो मनपर्छ हौ साथीहरु, बाजे पनि उसको फेभरेट हो। अनि थ्याङ्क्स फर वाचिङ, बाई बाई।